सबैलाई नमस्ते छ। यो चाहिँ पोखरेली कालो ढुङ्गा। हामीले झन्डै 1700-1800 जति भनौँ स्क्वायर फिट ल्याएको छौँ र यसमा पनि हामीलाई पालिकाको केही सहयोग छ। झन्डै 5 लाख सहयोग छ यसमा यो बनाउनलाई। अब यो बाहिरको ढुङ्गा बिछाउनलाई 3.5 लाख हो। अब भित्रको त्यो सिसा राख्नेहरू, त्यहाँ पङ्खा लाइटिङहरू भयो, तल दुबो कार्पेटहरू बिछाउनलाई भित्र सङ्ग्रहालयको लागि छुट्टै त्यही भित्र बजेट पर्छ। र यो ढुङ्गा छाप्ने काम सुरु भइराखेको छ र यो झन्डै 3.5 लाख रुपियाँ बजेटले यो क्षेत्रफल ठुलो, यसलाई पुरा सोलिङ गरेर ढलान गरेर फेरि सिमेन्ट बिछाएर लाउँदाखेरि एक छेउ पनि हुँदैन रहेछ। तैपनि हामीले चाहिँ काम चाहिँ अगाडि बढाएका छौँ। अब यतापट्टिको यो भागमा पनि यो क्यारीको भागमा पनि हाम्रो 1.5 फिटको ढुङ्गा नै जान्छ र यसरी हामीले सम्पूर्ण यो ढुङ्गा छाप्ने कामहरू गरेका छौँ। धेरै दिन लाग्यो, मान्छे नपाउने गाउँमा धेरै राम्रो भएको छ। अब यसलाई पुरा गर्न सकियो भने यो समाजहरूको चाहिँ हिलो हुने समस्याहरू छुट्ने र हेर्दा पनि आकर्षण चाहिँ देखिने छ। तपाईँले यसो हेरेर चाहिँ प्रतिक्रिया चाहिँ दिनु होला। यसमा पनि तपाईँको साथ सल्लाह त्यसको चाहिँ अपेक्षा गर्छु। थ्याङ्क यू, धन्यवाद।